लेट्स गो गाइज। आज जर्नी ब्रोइलर हाम्रो ब्रोइलर कुखुराको साथमा हुँदैछ। छोरीले हेर्दैछन् र आज बिहानको काम म तपाईहरुलाई भन्दैछु। पहिला पन्जा लगाउनु पर्यो, त्यसपछि गाइस कुखुरा पनि दौडिरहेका छन्। बाबु त त्यहीँ बसेर क्लिन गर्नुपर्छ। अनि गाइस हामीले लास्टमा यसको वेट पनि चेक गर्नेछौँ। 25 दिनमा कति किलो भयो भनेर त्यो पनि चेक गर्नेछौँ। हेर्दै जानु होला, लास्टसम्म हेर्नु होला गाइस, बुझ्नको लागि हेर्दै जानु। अनि गाइस यो फार्ममा काम गर्ने तरिका ठिक छ कि नै यसो कमेन्ट पनि गर्दै राख्नु होला। म त सुरु हो, जानेको गरिरहेको छु र धेरैले भन्छन् भुस कम हालेको छस् भन्छन्। भुस चाहिँ नि 3-4 इन्ची माथि जति हाल्नुपर्छ भन्छन् कि अहिले हालेको छैन। अब नेक्स्ट टाइम हालिराखौँला। फार्मिङको काम चलिरहेको छ गाइज, यस्तै छ। बिहान उठेदेखिको काम हो यो मेरो। अनि गाइज मेरो यो सफा गर्ने टाइमिङ चाहिँ नि कि बिहान कि बेलुका 5-6 बजेपछि, किनभने दिउँसोमा गर्मी पनि हुन्छ र यसको स्मेल चाहिँ नि धेरै बढी आउँछ क्या, त्यही कारणले। अनि हेर्नुहोस् न गाइज, पानीको स्ट्यान्डमा चाहिँ नि मेरो छोरी बसिरहेको छ। कमेडी छ अलिकति। आइएनसी के गरेको? भुस हाल्दैछु गाइज। आधी साफ गर्दै आधी भुस हाल्दै फेरि कुखुरालाई उता धपाउँदै, त्यस पछाडि कुखुरा उता गएर बस्छन् अनि यता साफ गर्यो। भुस यत्तिकै पातलो हालेछु गाइज। भुस चाहिँ नि थप्नु पर्यो। अब भुस कम भयो र जति भाग क्लिन गरिसकेको छु, साफ गरिसकेको छु, त्यो भागमा पनि बढाउँदै जानु पर्यो र कुखुराहरूलाई ब्रोइलरहरूलाई पनि उता धपाउँदै गर्नु पर्यो। आधी भाग गरेर साफ गर्दैछु। हेर्न सक्नुहुन्छ अब भुस चाहिने यही नै हो कि सबैको पोल्ट्री फार्महरूमा यही भुस आउँछ होला। काम चाहिँ चलिरहेको छ। एक साइडदेखि भुस हाल्दै आउँदैछु, एक साइडमा यसको मल फालिरहेको छु। अहिले पातलो हालेको छु। अहिले फेरि बेलुका यसमाथि थप्नुपर्छ, किनकि पुरा भिजाइहाल्छन्। अब एक डब्बा लगाएर फेरि हाल्ने। जहाँ कम भइसकेको छ, खोर्सेर फेरि जस्ताको त्यस्तै गराउँछन्, माटो निकाल्छन्। त्यसको पनि ध्यान दिएर अनि मैले मेडिसिन पनि कुन युज गर्छु, कुन बेला कुन र कति गरेर युज गरिरहेको छु, त्यो पनि तपाईँलाई जानकारी दिनेछु। हा गरिराखेको कुखुरालाई धपाउँदैछु र फाइनलमा आइसकेको छु। अब यही लास्ट हो। अब यो कुखुरालाई धपाएपछि मैले क्लिन गर्न सुरु गरेको छु। अब कुखुरा यस्तो भइसकेको छ र यो खोल्नु पर्यो। मेरो गेट हो चाहिँ यो कुखुराको गोबर फाल्ने गेट बनाएको एउटा मैले। अब यो सबलाई बाहिर फाल्दैछु। बाहिर फालेर एकचोटि झाडु लगाएर भयो। अब एकचोटि झाडु लगाएर त्यस पछाडि मैले भुस हाल्न फेरि सुरु गर्छु है। पहिला बानी हालेपछि लगभग मेरो काम सकिँदै गइरहेको छ र अगाडि पछाडि सबै साफ गरिसकेपछि त्यसको ढोका लगाउँछु। ढोका लगाएपछि जाली हो ढोका पनि, र दाना हालेर दाना बाँधिनु पर्यो। खाली राख्छन् र मेरो हातमा फेरि गाइस पारा यस्तै छ, सब सेटअप हुँदैछ र मेरो हातमा पन्जाको पानी झरेर भाइलाई बोलाएको छु यो पानी देऊ भनेर। गाइस कुखुराले दाना खान सुरु गरिसक्यो। 2टा सेटअप भइसक्यो मेरो। अब ओजनतर्फ पनि जानुपर्छ हामीहरू।
कति किलोका भएका छन्। ल गाइस 25 दिनका कुखुरा, ब्रोइलर कुखुरा कति केजी भएका छन् त्यो पनि म तपाईँलाई देखाउन गइरहेको छु। यो फर्स्ट ओजन हाम्रो भइरहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। एक किलो 560 ग्राम भएको छ गाइस। र अर्को पनि म ओजन गर्न सुरु गरिसकेँ। अर्को चाहिँ छ 1275 ग्रामको भएको छ 25 दिनमा गाइस। र यो औषधि धुलो 1 चम्मच 2 चम्मच हालिदिन्छु जहिले पनि भन्नाले अस्तिदेखि बढेको छ। र यो कालो लिभर टनिक पनि 2 ढक्कन जति हाल्ने गरिरहेको छु। र हल्का मनतातो पानी बनाएर अलिकति मिक्स गरेर त्यस पछाडि चिसो पानी हालेर गरेको छु। वेदर अनुसार टेम्परेचर अनुसारले यो पानी पनि म राखिदिएँ। जब यो अर्को खेप पानी 2टा डुप्पामा एउटा डुप्पा आयो, अब एउटा डुप्पा आइदिन्छ। यो लास्ट डुप्पा गाइस। आजको मेरो काम भइएको छ, बजेको छ गाइस। धेरै छैन, यो लास्ट पानीको क्यान लिएर राखिदिने हो। राखिदिएपछि मेरो काम भइन्छ आजको। र यस्तै भिडियो हेर्नुको लागि पोल्ट्री फार्मिङको बारेमा बुझ्नुको लागि कृपया सब्सक्राइब र फलो गर्न नभुल्नुहोला। थ्याङ्क यू, बाई।